नमस्ते सबैजनालाई। आजको यो सेसन चाहिँ मैले पनि धेरै अगाडिदेखि फोर्स गरेर एकचोटि भर्चुअल सेसन हामीले गरेका थियौँ भवानी सरसँग। के हुने रहेछ, किन हाम्रा इन्जिनियरहरू धेरै अस्ट्रेलिया गइरहेका छन् अनि के छ अस्ट्रेलियामा भन्ने बारेमा चाहिँ बुझ्न मलाई आफै मन लागेर पनि, किनभने म अहिलेसम्म गएको छैन पढ्ने विषयमा अथवा पिआर पाथवे पनि मैले फलो गरेको छैन। तर हाम्रा धेरै इन्जिनियरहरू जानुहुन्छ यही बाटोबाट अनि अस्ट्रेलिया चाहिँ आफ्नो ड्रिम कन्ट्री बनाउनुहुन्छ, किन बनाउनुहुन्छ, के छ त्यहाँ भन्ने कुरा चाहिँ एकजना माइग्रेसन एजेन्टसँग चाहिँ रियलमा कुरा गर्यो भने चाहिँ इन्जिनियरहरूलाई बेस्ट वे कुन हुन्छ भनेर हामीले पत्ता लगाउन सक्छौँ भन्ने कुरा भयो। अहिले चाहिँ सर अस्ट्रेलियामै लोकेट भएर उतै बस्नुहुने हो, तर अहिले यहाँ आउनुभएको बेलामा हामीले रिक्वेस्ट गरेर इन्जिनियरको कथाको टिमले रिक्वेस्ट गरेर आजको यो सेसन हामीले चाहिँ त्यसरी अर्गनाइज गरे हौँ। आज हामीसँग हुनुहुन्छ भवानी प्रसाद ओली सर। सर नमस्ते। आज सुदर्शन शर्मा सर हुनुहुन्छ, उहाँ नेपालमै रहेर यही हामीलाई चाहिँ रियल इन्फर्मेसन प्रोभाइड गर्नुहुन्छ। ओली एन्ड एसोसिएट्सको कन्ट्री हेडको रूपमा यहाँ हुनुहुन्छ उहाँ। सुदर्शन सर नमस्कार। आजको यो प्रोग्राममा मैले अथवा तपाईँहरूले पनि बुझ्न खोजेको भनेको हामी इन्जिनियरहरूको लागि कुन पाथ चाहिँ एकदम ठिक हो, हामी स्टुडेन्ट भएर जाँदाखेरि राम्रो हो कि हामी चाहिँ एज अ पिआर पाथवेबाट जाँदा ठिक हो कि अस्ट्रेलिया हाम्रो डेस्टिनेसन बन्नु पर्छ कि पर्दैन अथवा त्यो कस्तो हो भन्ने बारेमा हामीले चाहिँ आजको यो डिस्कसनलाई मेनली त्यसरी मात्रै फोकस गरेका छौँ। अब जाने नजाने भन्ने त स्वयंको निर्णय भयो, तर जाने कसैले इच्छा गर्छ भने ऊ कसरी जाने त भन्ने विषयमा चाहिँ यो डिस्कसन हुन्छ। आज मैले भवानी सरसँगै अलिक बढी फोकस भएर क्वेसन गर्नुपर्ने हुन्छ पिआर पाथवेको रिलेटमा चाहिँ, अनि स्टुडेन्टहरू चाहिँ जाने विषयमा चाहिँ मैले सुदर्शन सरलाई मेरो क्वेसनहरू राख्नुपर्ने हुन्छ। मैले भवानी सरबाट सुरु गरेँ। सर हामी इन्जिनियरहरू डिफ्रेन्ट सेक्टरका इन्जिनियरहरू छौँ, अथवा भनौँ म आफै सिभिल इन्जिनियर 11 वर्ष भयो म पास आउट भएको, 11 वर्षदेखि काम गरिरहेको छु। यस्तै डिफ्रेन्ट साथीहरू हुनुहुन्छ, कोही इलेक्ट्रोनिक्स इलेक्ट्रिकल। कुन इन्जिनियरिङ विधा चाहिँ अस्ट्रेलियाको लागि सबैभन्दा बेस्ट फिट तपाईँको एज अ माइग्रेसन एजेन्टको नजरले हेर्दाखेरि? धन्यवाद। अब यो बडा गाह्रो प्रश्न। अब सिभिल इन्जिनियर सबैभन्दा सबैतिर सिभिल इन्जिनियरलाई चाहिँ भेरी बढी चाहिँ प्रिफरेन्स र अपर्च्युनिटिजहरू हुन्छ। त्यो चाहिँ अस्ट्रेलियामा होस्, जुन एक्सपान्डिङ कन्ट्रिजहरू छ। अस्ट्रेलियामा अहिले के छ भने चाहिँ जुन एकोमोडेसन, जुन घरहरूको सङ्ख्या छ त्यसले चाहिँ उनीहरूले प्रोजेक्ट गरेको माइग्रेसन, उनीहरूलाई अस्ट्रेलियालाई अति धेरै चाहिँ मान्छे चाहिएको छ, तर दे डोन्ट ह्याभ द हाउसेस, दे डोन्ट ह्याभ द एपार्टमेन्ट्स। त्यसैले चाहिँ पहिलो तपाईँले क्याटेगोरिकली भनेर भन्दा पहिलो चाहिँ सिभिल इन्जिनियरै भन्ने मानिन्छ। त्यस पछाडि भनेको त्यहाँ अब कुनै पनि इन्जिनियर जसले चाहिँ अस्ट्रेलियामा गएर पढेर जेन्युइनली पढेर, चाहे त्यो ब्याचलर्स होस् चाहे मास्टर्स होस्, इन्जिनियर पढेका इन्जिनियरहरू अनइम्प्लोइड भएको अथवा चाहिँ इन्जिनियरिङ फिल्डमा काम नगरेको भेटिँदैन त्यति साह्रो। तर त्यो अटोमेटिकली त कहीँ पनि भेटिँदैन। त्यहाँ चाहिँ उनीहरूले चाहिँ त्यस अनुसारको चाहिँ कोर्स गरेर त्यहाँ क्वालिफाइड भएका इन्जिनियरहरू रिजनेबल मार्क्स ल्याएर पास गरेका, एकदम फेल हुँदै पास गरेकाहरूको कथा अर्को हो होइन। राम्रो इन्जिनियरहरूलाई युनिभर्सिटीमै चाहिँ सेलेक्ट गर्न चाहिँ बोलाउँछ, पढ्दा पढ्दै पनि चाहिँ उनीहरूले त्यो अपर्च्युनिटीहरू पाउँछन्। अनि त्यसमा पनि थोरै त्यसमा चाहिँ एक्सपिरियन्स भएका इन्जिनियर नभएका भन्दा चाहिँ नै बेटर मानिन्छ। त्यसैले एज अ होल इन्जिनियरिङ प्रोफेसन भनेको चाहिँ अस्ट्रेलियामा इट इज भेरी रिवार्डिङ प्रोफेसन। अब एरिया के भनेर भन्दा धेरै, अब म 29 वर्ष भयो अस्ट्रेलिया बसेको, र चाहिँ हामी वरिपरि, मेरा वरिपरि सब इन्जिनियर होइन। उनीहरूले चाहिँ यहाँबाट डाइरेक्ट माइग्रेट भएर गएका इन्जिनियर र त्यहाँ पढेका इन्जिनियर दुईवटा डिफ्रेन्स छ। यहाँबाट डाइरेक्ट माइग्रेट भएर गएका इन्जिनियर जसले चाहिँ त्यहाँ स्किल अपग्रेड गरेनन् अथवा त्यहाँको लोकल क्वालिफिकेसन जसले लिएनन्, तिनीहरूलाई अलिक समय लाग्छ, किनभने चाहिँ अलवेज यहाँको पनि एक्सपिरियन्स छ, त्यो छ, त्यहाँ गएर पनि त्यहाँको लोकल क्वालिफिकेसन लिएको छ भने चाहिँ दे प्रिफर लोकली क्वालिफाइड इन्जिनियर्स।
र चाहिँ नि जो चाहिँ यहाँबाट माइग्रेट भएर गएका छन् उनीहरूले पनि विभिन्न ट्रेनिङ मार्फत चाहिँ नि डाइरेक्ट माइग्रेट भएर गएकाले पनि विभिन्न ट्रेनिङ मार्फत अथवा उनीहरूलाई त डाइरेक्ट माइग्रेट भएर गएकाहरूलाई चाहिँ के फाइदा हुन्छ भने पढ्दाखेरि पनि फी उनीहरूले चाहिँ सब्सिडी पाउँछन्। अस्ट्रेलियाको इन्टरनेसनल विद्यार्थीलाई र लोकल विद्यार्थीको चाहिँ रेट फरक छ। त्यसैले उनीहरूले चाहिँ जसले चाहिँ स्किल अपग्रेड गरे वेदर थ्रु फर्मल क्वालिफिकेसन अर थ्रु डिफ्रेन्ट ट्रेनिङ ती व्यक्तिहरू पनि चाहिँ केही समय लाग्ला तर चाहिँ दे विल गेट इम्प्लोइड। र चाहिँ इन्जिनियरलाई चाहिँ अस्ट्रेलियाको माइग्रेसन अकुपेसन लिस्ट भनेर भन्छ जहाँ चाहिँ इन्जिनियरहरूलाई टप प्रियोरिटीमा चाहिँ राखेको छ। त्यसको मतलब के हो भने इन्जिनियर्सको डिमान्ड अस्ट्रेलियामा चाहिँ राम्रो छ। त्यो डेटाबाट पनि अथवा त्यो लिस्टबाट पनि हामीले बुझ्न सक्यौँ कि इन्जिनियरहरूको डिमान्ड चाहिँ आइरहेछ। अर्को कुरा हामीले म डिफ्रेन्ट कन्भर्सेसनहरू गर्दाखेरि के गर्ने गरेको छु भने हामी इन्जिनियरहरू यो देशको लागि मात्रै होइन, हामीले चाहिँ संसार हेर्नुपर्छ अथवा संसार एक्सप्लोर गर्नुपर्छ। हामीले जब हेर्दैनौँ संसार, ठिक छ उहाँ बस्नुपर्छ बस्नु पर्दैन फरक पाटो हो, तर हामीले हेर्दैनौँ भने हाम्रो नजरिया नै सानो हुन्छ। हामी कुनै गाउँबाट काठमाडौँ आयौँ होला, त्यो काठमाडौँ गाउँमा बसुन्जेल हाम्रो नजरिया त्यति सीमित थियो। त्यसपछि काठमाडौँमा आएपछि अलिकति फराकिलो भयो। त्यस्तै चाहिँ तपाईँको चाहिँ विदेश घुम्नै जानुहोस् अथवा केही गर्न जानुहोस्, तपाईँले देख्नुभयो भने वाइडर रेन्जमा देख्नुहुन्छ। त्यो चाहिँ भन्ने उद्देश्यले पनि होला, मेरा साथीहरू पनि धेरैजना विदेशमा हुनुहुन्छ। मैले सुदर्शन सरसँग एउटा प्रश्न गर्न चाहेँ, यो डेटा तपाईँहरूले यहाँ बसेर हेर्नुहुन्छ नि, जसरी कोही काउन्सिलिङ गर्न तपाईँ कहाँ आउँछ अथवा चाहिँ स्टुडेन्टहरू चाहिँ म मास्टर्स गर्न जानु पऱ्यो भनेर तपाईँको इन्स्टिट्युसनमा आउँछ भने इन्जिनियरहरूको सङ्ख्या चाहिँ कस्तो छ तपाईँहरूको एज अ भ्यूमा चाहिँ कतिको इन्ट्रेस्टेड छन् इन्जिनियरहरू? हामीले चाहिँ ओभरअलमा हेऱ्यौँ, एउटा इन्स्टिट्युसनको हिसाबमा हेर्दा अब यहाँको हाम्रो डाटालाई हेर्दाखेरि चाहिँ बिजनेस र आइटीको जति सङ्ख्या छ त्योभन्दा चाहिँ डेफिनेटली कम सङ्ख्या छ। अब यो त्यसमा पनि दुईवटा क्याटेगोरी अन्डर ग्रेजुएट र पोस्ट ग्रेजुएटको डेटालाई हेर्ने हो भने चाहिँ पोस्ट ग्रेजुएटकै सङ्ख्या धेरै छ। इन्जिनियरको मात्रै अन्डर ग्रेजुएटमा डाइरेक्ट इन्जिनियरिङमा जाने र पोस्ट ग्रेजुएटमा जाने सङ्ख्यालाई कम्पेयर गर्दाखेरि पोस्ट ग्रेजुएटकै डाटा चाहिँ धेरै छ। मास्टर्स गर्न चाहिँ धेरै जान्नुहुन्छ? मास्टर्स गर्नलाई चाहिँ धेरै जान्छ। मैले भवानी सरसँग जोड्न चाहेँ। सर, यो मास्टर्स गर्न जाने एउटा विद्यार्थी तरिकाले जाने र अर्को पिआर पाथवेबाट जाने, हजुरले अघि पनि अलिकति जोड्नुभयो। जस्तै मास्टर्स पढ्न जानेको चाहिँ त्यहाँ उहीँको युनिभर्सिटीमा पढेको हुनाले गर्दा उसको चाहिँ मार्क्सहरू बढी हुने अथवा उसलाई अलिक इज हुने भन्ने खालको कुरा चाहिँ आयो। तर डिस्टिङ्क्ट भन्नुपर्दा एज एउटा नेपाली उसले चाहिँ हामी नेपाली भइसकेपछि यसै पनि हामी सबैजना इन्कम लोवालै कन्ट्रीमा पऱ्यौँ। अब अलिकति मास्टर्स गर्न जाँदा एक्सपेन्सिभ त छ होइन, पैसा त लगानी गर्नु पऱ्यो। त्यो पैसा लगानी गरेर जाँदा उसले चाहिँ ग्र्याब गर्ने अपर्च्युनिटी बढी पाउँछ कि अलिक वर्ष यहीँ काम गरेर पिआर पाथवेबाट जाँदा चाहिँ बढी उसले चाहिँ अपर्च्युनिटी पाउँछ? धन्यवाद। अब त्यो पहिलो चिज भनेको त लेस कस्टली, इन द बिगिनिङ लेस कस्टली भनेको चाहिँ नै यहीँबाट माइग्रेट भएर जाँदाखेरि लेस कस्टली हुने हो। तर यहीँबाट माइग्रेट भएर जाने पोसिबिलिटी चाहिँ नि लामो एक्सपिरियन्स छ, अनि आइएल्स इङ्ग्लिसमा पनि चाहिँ नि अत्यन्त हाई राम्रो स्कोर छ लगायतका चाहिँ नि फ्याक्टरहरूले चाहिँ त्यो पोइन्ट्स भनेर भन्ने हुन्छ। म अहिले त्यो प्रश्नहरू आउला होइन, पोइन्ट सिस्टमले काम गर्छ। त्यसैले चाहिँ फ्रेस अथवा 1-2 वर्ष 2-3 वर्ष मात्रै एक्सपिरियन्स भएको साथीभाइहरूको चाहिँ नि त्यहाँ डाइरेक्ट माइग्रेट हुने पोसिबिलिटी चाहिँ नि अलिक कम हुन्छ, हुँदै नहुने होइन। कहिलेकाहीँ चाहिँ त्यो रिजनलमा अनेक अप्सन्सहरू छन् तर धेरै कम हुन्छ भनौँ। अब मैले रिकमेन्ड गर्दा यहाँबाट डाइरेक्ट माइग्रेट भएर चाहिँ नि, अनि त्यो यहाँबाट डाइरेक्ट माइग्रेट हुन सकेन भने चाहिँ के त भन्दाखेरि चाहिँ अस्ट्रेलियामा गएर 2 वर्ष पढिसके पछाडि एडिसनल पोइन्ट्सहरू पाइन्छ, जुन पोइन्ट्सले गर्दाखेरि चाहिँ माइग्रेट हुने पोसिबिलिटी बढाउँछ। आजको दिनमा एउटा कुनै इन्जिनियर जसले चाहिँ नि पढ्न एफोर्ड गर्न सक्छ भने मैले अप्सन दिनु पऱ्यो, क्यालकुलेसनै गरेर अप्सन दिने हो भने त्यो इन्जिनियरले आज यहाँ चाहिँ नि स्किल एसेसमेन्ट गरेर यहाँका सबै प्रक्रिया पुरा गरेर भिसा एप्लाई गरेर भिसा पाउने कुरो आजको दिनबाट काउन्ट गर्यो भने चाहिँ लगभग 2-2.5 वर्ष लाग्छ।
पिआर पाथवे गर्ने हो भने पिआर जाने हो भने। र आजको दिनबाट त्यो विद्यार्थीसँग मानिलिउँ त्यहाँ जान पुग्ने चाहिँ नि रिसोर्सेस छ, भिसा लाग्ने चाहिँ नि खाले चाहिँ नि अरू इभिडेन्सेसहरू अथवा अरू चाहिँ नि आफ्नो फाइनेन्सियल सिचुएसन सबै छ र चाहिँ नि सुरुको चाहिँ नि लगभग 1 वर्षको चाहिँ नि कस्ट बियर गर्ने क्यापासिटी छ भने मैले चाहिँ नि भन्दाखेरि बेस्ड अन द एक्सपिरियन्स अफ द लास्ट 23 इयर्स त्यो विद्यार्थी फाइनेन्सियली पनि एकाडेमिकली पनि प्रोफेसन वाइज पनि र भोलि जागिर पाउने प्रस्पेक्टको हिसाब किताबले पनि अहिले पढ्न जान चाहिँ बेटर हुन्छ। वाइ हाउ एकजना इन्जिनियरको तलब एभरेज इन्जिनियरको तलब कति छ? 37,500 चाहिँ फिक्स गरेको छ हाम्रो यहाँको संस्थाले। 50,000 राख्नु। सरकारी इन्जिनियरको चाहिँ अधिकृत सरह नै हो। 50,000 तलब छ भने पछाडि 2 वर्षमा त्यो इन्जिनियरले 1 रुपियाँ बचाउँछ तलबबाट? बचाउँदैन। 50,000 त खाजा खाँदा पनि घरैबाट चाहिँ खर्च गर्नु पर्ला, 1 रुपियाँ बच्दैन। तर लगानी पनि केही भएन। अहिले चाहिँ नि आजदेखि स्किल एसेसमेन्ट गर्न सुरु गरौँ, त्यो टोटल चाहिँ नि भिसा प्रोसेस गरिसक्दाखेरि लगभग चाहिँ नि 10 लाख जति चाहिँ त्यहाँ एडिसनल खर्च आउँछ हैन। पिआर को प्रोसेसमा गर्ने हो भने यदि पिआर को इलिजिबलै हो भने पनि उसको के हुन्छ भने त्यो स्किल एसेसमेन्ट गरौँ अनिखेरि चाहिँ नि इओआई हालो, त्यसमा भिसा एप्लिकेसन्स ती गर्दाखेरि चाहिँ लगभग चाहिँ नि 8 देखि 10,000 खर्च हुन्छ। इन्भेस्टमेन्ट यता कति भयो? 10,000। बटम लाइन के भयो? नेट प्रॉफिट माइनस 10,000। 10,000 तपाईँले डलरमा भन्दै हुनुहुन्छ? $10,000। फेरि हामी नेपालीमा बुझिरह्यो भने 10,000 नेट प्रॉफिट इफ यु स्टे हियर फर another 2 years, 2.5 years भनौँ, 3 years भनौँ। वहाँ जाँदाखेरि तपाईँको अहिले इन्भेस्टमेन्ट कति? तपाईँले चाहिँ नि 30-40 लाख वहाँ गएर पनि जाने बित्तिकै अर्को सेमेस्टरको फी तिर्न नसक्ला, लगभग 40 लाख, 35 लाख, 30 लाख इन्भेस्टमेन्ट। 1 वर्षको फी, 1 वर्षको एकदम गाह्रो पर्नेले पनि 1 वर्षको फी एफोर्ड गरेर पनि त्यस पछाडि उसले चाहिँ आफै चाहिँ त्यहाँको फी एफोर्ड गर्न सक्छ। बिस्तारै बिस्तारै अलिकति एक्सपिरियन्स हुँदै गए पछाडि त्यो 2 वर्षको बिचमा एउटा मेहनती मान्छेले चाहिँ नि यता लागेको त्यो 35,000 पनि चाहिँ कभर गर्छ। कभर गरिसके पछाडि चाहिँ नि अर्को 2 इयर्सको पिएसडब्ल्यू भिसा पाउँछ हैन। 3 वर्षमा त उसले चाहिँ नि यहाँबाट गरेको 1 वर्ष त जस्तो बिजनेस मास्टर सिधाइसके पछाडि 2 वर्ष बाँकी र 1 वर्षमा उसले यहाँको ऋण सिन तिरेर पनि चाहिँ नि 10-20-50,000 बचाउँछ। क्वालिफिकेसन भयो, अस्ट्रेलियन एडिसनल पोइन्ट्स पायो, अस्ट्रेलियाको जागिर पाउने प्रस्पेक्ट चाहिँ नि आयो। त्यसैले चाहिँ नि फाइनेन्सियल इन्भेस्टमेन्ट आरओआईको पोइन्ट अफ भ्यूले चाहिँ हेर्ने हो भने यसले चाहिँ अब 2 वर्ष 2.5 वर्ष पछाडि चाहिँ जो नयाँ इन्जिनियरहरू त्यहाँ जानुहुन्छ उसले अब उसलाई सेटलमेन्ट टाइम चाहियो, सेटलमेन्ट हुनु पर्यो। त्यो 2.5 वर्षभित्रमा सम्ममा त यहाँबाट गएको विद्यार्थी अलरेडी सेटल भएर पुरा चाहिँ नि चल्ता पुर्जा भइसकेको हुन्छ। उनले कहाँ के कसो के भइसकेको हुन्छ, कनेक्सन हुन्छ, साथीभाइ जागिर खाने चाहिँ नि एउटा बाटो। जेनरली चाहिँ नि पिआर नभइकन जागिर चाहिँ नि पाउने पोसिबिलिटी चाहिँ फुल टाइम जागिर पाउने पोसिबिलिटी चाहिँ अलिक कम हुन्छ। पिआर हुनुपर्छ, तर पनि चाहिँ नि पिआर भइसके पछाडि अलिकति राइट ठाउँमा गइयो भने चाहिँ त्यो पाउन पनि सकिन्छ। त्यसैले फाइनेन्सियल एबिलिटी भएका पोइन्टै पुगेका मान्छेले पनि अनि उहाँ गएर चाहिँ पढ्दै गयो, एप्लाई गर्दै गर्न पनि भयो। पढ्न गए पछाडि चाहिँ एप्लाई गर्न पाइँदैन भनेर भन्ने छैन। अर्को चिज भनेको के हो भने यहाँ पढेको मान्छेले स्किल एसेसमेन्ट गर्दाखेरि चाहिँ एउटा थेसिस जस्तो चिज लेख्नुपर्छ हैन। त्यसलाई त्यो उनीहरूले चाहिँ नि सबै आफूले पढेका विभिन्न प्रोजेक्टहरू विभिन्न चाहिँ उसलाई लिएर चाहिँ नि लामो एउटा चाहिँ नि डकुमेन्ट्स बनाउनुपर्छ। इट टेक्स अ लट अफ टाइम। त्यहाँ गएर क्वालिफाइड भइसके पछाडि सर्टिफिकेट मात्रै दिँदा हुन्छ। तर भनेपछि मास्टर्स अस्ट्रेलियामा गऱ्यो भने उसले स्किल मास्टर्समा मेक स्योर द्याट वी गट टु मेक स्योर त्यो क्वालिफिकेसन जुन मास्टर्स गर्न गएको छ, मास्टर्स गर्न इन्जिनियरहरू मास्टर्स गर्न जाने 2टा बाटा छन्। एउटा बाटो भनेको चाहिँ मास्टर्स इन इन्जिनियर्स म्यानेजमेन्ट भन्ने खाले इन्जिनियरसँग चाहिँ सम्बन्धित, मास्टर्स इन प्रोजेक्ट म्यानेजमेन्ट त्यो भनेको चाहिँ प्योर इन्जिनियरिङ डिग्री भएन। त्यसैले त्यस्तोमा चाहिँ नि त्यस्तोले चाहिँ त्यहाँ 2 वर्ष पढ्दाखेरि 5 पोइन्ट चाहिँ पाउँछ। तर स्किल एसेसमेन्ट चाहिँ यहीँको आधारमा, यही ब्याचलर्सको आधारमा गर्नुपर्छ। त्यो कोर्स गर्यो भने त्यो कोर्स त्यस्ता खाले म्यानेजमेन्ट रिलेटेड कोर्स भयो भने
प्योर इन्जिनियर रिलेटेड कोर्स भयो भने चाहिँ र त्यो इन्स्टिट्युसनमा तपाईँहरूले चाहिँ नि यदि जाने कहिले जाने हुनुभयो भने त्यो इन्स्टिट्युसन त्यो कोर्सले चाहिँ नि तपाईँलाई रिकग्नाइज इन्जिनियर हो कि होइन त्यो कोर्स रिकग्नाइज इन्जिनियरिङको कोर्स हो कि होइन त्यो यु गट टु मेक स्योर नट अल मास्टर्स इन इन्जिनियरिङ डिग्रिज आर रिकग्नाइज इन्जिनियर्स अस्ट्रेलिया भनेर भन्ने संस्था छ जसले चाहिँ स्किल एसेसमेन्ट गर्छ ऊबाट रिकग्नाइज्ड युनिभर्सिटीमा मास्टर्स इन इन्जिनियरिङ पढ्न गइसके पछाडि उसले चाहिँ स्किल एसेसमेन्ट गर्नु पर्दैन र बटम लाइन भनेको चाहिँ के हो भने वी एभर गट द्याट फाइनेन्सियल एबिलिटी स्पेसली यङ युथहरूले चाहिँ नि अब यहाँ के हुन्छ भने यहाँ चाहिँ 3 वर्ष काम गर्यो भने 5 पोइन्ट आउँछ अस्ट्रेलियामा गएर 1 वर्ष काम गर्यो भने 5 पोइन्ट आउँछ होइन अस्ट्रेलियामा गएर चाहिँ रिजनल अस्ट्रेलियामा गएर पढ्यो भने चाहिँ त्यहाँ एडिसनल चाहिँ अर्को चाहिँ 10 पोइन्ट आउँछ यी यस्ता चाहिँ नि त्यहाँ गइसके पछाडि पोइन्ट इन्हेन्स गर्ने चाहिँ विभिन्न चाहिँ अपर्च्युनिटी हुन्छन् जसले गर्दाखेरि चाहिँ हामीले चाहिँ पिआर एप्लाई गर्ने बाटो पिआर एप्लाई गर्ने नै नभनौँ पहिले चाहिँ हामीले एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्नुपर्छ होइन त्यो बाटो चाहिँ त्यहाँ गइसके पछाडि सजिलो हुन्छ त्यहीँ बसेर चाहिँ नि गर्दाखेरि चाहिँ 1 नम्बर र 2 नम्बर दिनु पर्यो भने 1 नम्बर मैले त्यसैलाई दिन्छु अनलेस इट इज भेरी क्लियर द्याट पोइन्ट चाहिँ पुग्यो 90 पोइन्ट पुग्यो अथवा 95 पोइन्ट पुग्यो त्यस्तो अवस्था भयो भने चाहिँ त्यो गर्दा भयो होइन भने चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट हालो एक्सप्रेसन अफ इन्ट्रेस्ट हालेर कति कुरो त्यस पछाडि चाहिँ पिआरको प्रोसेसमा चाहिँ कति कुरो गर्नुभन्दा इट मे बी द टाइम वेस्ट फर दोज हु रियली वान्ट टु गो आउट हु आर डेस्परेट टु गो आउट होइन भए गए छँदैछ नगए छँदैछ भएन भने म जान्न पढ्न चाहिँ जान्न भनेर भन्नेलाई चाहिँ यहीँ बस्ने एक्सपिरियन्स बढाउने पोइन्ट बढाउने इङ्ग्लिस बढाउने अनिखेरि चाहिँ ट्राई गरिराख्नु धन्यवाद सर मैले सुदर्शन सरलाई एउटा प्रश्न राख्न चाहेँ धेरैजना सँगको संवादमा कस्तो पनि थाहा हुन्छ भने हामी नेपालमा टियु जुन केयु टियु भन्ने युनिभर्सिटीहरू छन् यी युनिभर्सिटीहरूभन्दा पनि कमजोर युनिभर्सिटीहरूमा कन्सल्टेन्सीहरूले विदेश पठाइरहेछन् इन्जिनियरहरूलाई कुनै कोर्स गर्नको लागि जसको कारणले गर्दा त्यो नलेज लेभल अथवा एजुकेसन लेभल पनि ऱ्याङ्किङको हिसाबमा पनि कमजोर युनिभर्सिटीहरूमा पठाउने चलन छ नेपालबाट कन्सल्टेन्सीहरूले भन्ने खालको एउटा आरोप पनि लाग्छ तपाईँले रिप्रेजेन्ट गर्ने संस्थाले चाहिँ कस्तो कस्तो युनिभर्सिटीहरूमा तपाईँहरू चाहिँ पठाउनुहुन्छ के हुन्छ यो एउटा चाहिँ नेटवर्क अथवा भनौँ न तपाईँहरूको एउटा यसमा चाहिँ पठाउँछौँ भन्ने हुन्छ कि विद्यार्थी कुनै आयो म यसमै जान्छु भन्दा जुनमा पनि पठाउने हुन्छ यसलाई यसरी भनौँ नेपालमा भएका हाम्रा युनिभर्सिटीहरू अलि निकै 4-5 वर्ष अगाडि चाहिँ अस्ट्रेलियाले 2टा क्याटेगोरीमा डिभाइड गरेको थियो सेक्सन 1 युनिभर्सिटी र सेक्सन 2 युनिभर्सिटी सेक्सन 1 मा टियु र केयु थियो अरू बाँकी रिमेनिङ युनिभर्सिटीहरू सेक्सन 2 मा थिए अब अहिले चाहिँ सबै युनिभर्सिटीलाई सेक्सन 1 अन्तर्गत राखेको छ अब त्यही बेलामा पनि हाम्रा युनिभर्सिटीको ऱ्याङ्क नेपालकै हकमा पनि 2 क्याटेगोरीमा थियो अब यो कुरा लिङ्क गरेर अब अस्ट्रेलियामा चाहिँ तपाईँहरू कमजोर युनिभर्सिटी म त अस्ट्रेलियाको कुनै पनि युनिभर्सिटीलाई कमजोर युनिभर्सिटी भन्दिनँ यी इन्जिनियरिङका कोर्सेसहरू केही रिकग्नाइज छन् केही रिकग्नाइज छैनन् अघि भवन सरले भन्नुभयो इन्जिनियर्स अस्ट्रेलियाले रिकग्नाइज गरेका सबै युनिभर्सिटी उत्तिकै हो तपाईँ कस्तो एकाडेमिक एचिभ गर्नुहुन्छ ती युनिभर्सिटीमा त्यसकारण हामीले रिप्रेजेन्ट गर्ने एउटा युनिभर्सिटीको ग्रुप होला अस्ट्रेलियामा 40-42 युनिभर्सिटी मध्ये हामीले 10-12वटा रिप्रेजेन्ट गरौँला तर बाँकी रिमेनिङ चाहिँ नराम्रो हामीले रिप्रेजेन्ट गर्ने चाहिँ राम्रो भन्ने होइन इन्जिनियर्स अस्ट्रेलियाले रिकग्नाइज गरेका सबै युनिभर्सिटी अस्ट्रेलियाको चाहिँ सबै उत्तिकै यो पनि क्लियर हुनुपर्ने नै कुरा थियो हामी इन्जिनियरहरूले यसमा पनि मैले प्रश्न राखेँ अब म भवानी सरतिर आउँदाखेरि चाहिँ एउटा इन्जिनियर भर्खर पढ्दै गरेको इन्जिनियरलाई चाहिँ अस्ट्रेलिया जानुपर्ने छ अथवा वर्ल्ड एक्सप्लोर गर्नुपर्ने छ बुझ्नुपर्ने छ अब उसले चाहिँ यो पाथवे चाहिँ स्टुडेन्ट पाथवे नै उसले चाहिँ प्रिफर गर्दैछ
भने उसका तयारीहरू कस्ता हुनुपर्छन्। एक कुरा त हामी नेपालीहरूले हामी आफै पनि गरिब देशका जनता भएकोले गर्दा स्कलरसिप कसरी पाइन्छ त्योतिर नै बाटो तताउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। किनभने हामी आफै यहीँ इन्जिनियरिङ पढ्दा पनि हामी स्कलरसिपमा पढ्ने कोसिस गर्छौँ, नाम निकाल्ने कोसिस गर्छौँ, तर होइन कोहीसँग त्यो अलिकति क्षमता भएन तर जानु चाहिँ जसरी पनि छ, पैसा पनि छ। अब त्यसले के तयारी गर्ने त? ऊ भर्खर 3rd 4th इयरमा पढिरहेको विद्यार्थी होला। पहिलो त 4th इयरमा पढिँदैछ, त्यो 4th इयरमा चाहिँ नै 3rd भन्दा बेटर पर्फर्मेन्स एकाडेमिक पर्फर्मेन्स गर्ने प्रयत्न गर्नु पर्यो पहिलो। अब हायर द एकाडेमिक्स रिजल्ट बेटर द चान्स फर भिसा ग्रान्ट, हायर इङ्ग्लिस बेटर द चान्स फर भिसा ग्रान्ट, स्टुडेन्ट भिसा ग्रान्ट। अब त्यस पछाडि चाहिँ इङ्ग्लिस बेटर बनाउने प्रयत्न गर्नु पर्यो। अनि त्यो पढ्दा पढ्दै यहाँ धेरै म पढेर समय वेस्ट गर्दिनँ, म चाहिँ पढाइ सिद्धिने बित्तिकै जान्छु भनेर भन्ने सोचाइ, यदि पढ्न जाने भने त्यो सोचाइ राम्रो हो। किनभने चाहिँ यहाँ फ्रेस विद्यार्थीलाई चाहिँ अस्ट्रेलियामा भिसा दिने पोसिबिलिटी, स्टुडेन्ट भिसा दिने पोसिबिलिटी बढी हुन्छ। त्यसैले गर्दा अब यो स्टुडेन्ट भिसाको चाहिँ तयारी गर्न भनेको चाहिँ फाइन एकदम धेरै धनी छ, करोडपति छ भने पनि, करोडपतिको छोरो अरबपतिको छोरो छ भने पनि कहिलेकाहीँ उसको भिसा चाहिँ नलाग्न सक्छ। उसले यहाँ नेपालको चलन क्यासमा काम गरेको हुन्छ, सब क्यासमा चाहिँ कारोबार गर्छ, करोडौँको सम्पत्ति छ तर पनि नलाग्न सक्छ भिसा। त्यसैले गर्दा यदि जाने इन्टेन्सन छ भने चाहिँ राइट कन्सल्टेन्सीको राइट काउन्सिलरसँग गएर, सर मेरो चाहिँ यसरी यसरी जाने प्लान छ, यो टाइममा भिसा सिद्धिन्छ, मेरो फाइनेन्सियल मेरो बुवा यसो गर्नुहुन्छ, आमा यसो गर्नुहुन्छ, सम्पत्ति यति छ, घर यति छन्, दायाँ यति छन्, बायाँ यति छन्, अब मैले के गर्नुपर्छ? तपाईँहरूलाई काउन्सिलरले सोध्छ, घर भाडामा लगाएको छ, पैसा कहाँ आउँछ? मलाई त थाहा छैन, बुवालाई सोध्नुपर्छ, बुवालाई फोन गरेर सोध्छ। पैसा चाहिँ नि क्यासै दिन्छु नि, अब ट्याक्समा गऱ्यो भने त नगरपालिकालाई तिर्नु पर्यो। अनि जेनरल युनिभर्सिटीले पनि भिसाले पनि चाहिँ सकेसम्म लामो समयसम्म 6 महिना 8 महिना त्यो पैसा ब्याङ्क एकाउन्टमा चाहिँ आएको लिज भनेर चाहिँ अथवा चाहिँ रेन्ट भनेर आएको पैसालाई चाहिँ उनीहरूले जेन्युइन मान्छ, क्यासमा त हो कि होइन। त्यसैले त्यो पहिलो चरणमा भनेको चाहिँ नि इङ्ग्लिस डेभलप गर्ने प्रयत्न गर्ने, आफ्नो पढाइलाई चाहिँ मोर अलिकति बेसी स्कोर ल्याउन ट्राई गर्ने र चाहिँ सुरुदेखि नै कन्सल्टेन्सीसँग गएर क्वेसन, राइट क्वेसन्स। आफू जाँदाखेरि अब भाइहरू यहाँ आएको हुनाले आफू जाँदा के इन्फर्मेसन लिएर जाने भने हाम्रो टोटल सम्पत्ति यति छ, फलाना फलाना ठाउँमा फलाना फलाना यति यति एमाउन्टको जग्गा छ, त्यहाँको जग्गाको भाउ यति छ, बुवाले यति कमाउनुहुन्छ, आमाले यति कमाउनुहुन्छ, सञ्चय कोषमा बुवाको यति छ, एकाउन्टमा यति पैसा छ। त्यति इन्फर्मेसन लिएर गइसके पछाडि एउटा कम्पिटेटिभ कन्सल्टेन्सीले चाहिँ नि तपाईँहरूलाई प्लान दिन्छ, ल एकदम भेरी गुड, स्टार्ट डुइङ दिस, इङ्ग्लिस चाहिँ नि अब कहिलेदेखि तयारी गर्ने हो गर, अनि बुवालाई चाहिँ यो भन्नु, सकेसम्म चाहिँ नि बुवालाई लिएर एकपटक आउँ, कतिपय कुरो चाहिँ नबुझिन सकिन्छ त्यो चाहिँ क्लियर गरेर सकेसम्म आउँ, आएर चाहिँ त्यो प्लान बनाएर गइसके पछाडि चाहिँ यु डोन्ट वेस्ट यो टाइम, अनि भिसा पाउने पोसिबिलिटी पनि हाई हुन्छ। अर्को कुरो भनेको इन्जिनियर्सहरूको चाहिँ मेरो विचारमा हामीले एप्लाई गरेका इन्जिनियर्सको कसैको पनि भिसा चाहिँ रिफ्युज भएको मैले चाहिँ देखेको छैन, होइन। इन्जिनियर्सहरूको भिसा पाउने पोसिबिलिटी, त्यो पनि मास्टर्स इन इन्जिनियरिङमा जानेहरूले चाहिँ भिसा पाउने पोसिबिलिटी राम्रो छ। किन राम्रो छ? दे आर डेस्परेट टु ब्रिङ द ट्यालेन्ट इन्जिनियर्स इन अस्ट्रेलिया। उनीहरूलाई त माइग्रेट भएर आएको भन्दा पढ्न गएको फाइदा छ, पढ्नै जाँदाखेरि पनि त्यहाँको 2 वर्षको चाहिँ परिश्रम श्रम सबै त्यहीँ खर्च पनि त यता आएन। त्यसैले गर्दा मास्टर्स इन इन्जिनियरिङ जानेहरूको भिसा प्रस्पेक्ट पनि चाहिँ नि इट इज भेरी गुड। तर अगाडिदेखि प्रिपेयर गरेर त्यो जो व्यक्तिले त्यो गर्छ त्यसको चाहिँ एकदम त्यो चाहिँ क्रिम भयो, त्यो चाहिँ डायमन्ड भयो, होइन। डोन्ट वेट फर लङ्गर, किनभने धेरै युनिभर्सिटीले लङ्गर इज द ग्याप, लेस पोसिबिलिटी टु गेट द भिसा, स्टुडेन्ट भिसा। मैले सुदर्शन सरसँग गएँ, यो कन्सल्टेन्सीको कुरा आउँछ जब मैले अलि रिजनल क्वेसन तपाईँलाई चाहिँ बढी सोधिरहेको छु है सर। कन्सल्टेन्सीको कुरा जब आउँछ अनि मान्छेहरूको चाहिँ एउटा इमेज क्रिएट हुन्छ, कन्सल्टेन्सीहरूले चाहिँ गलत गरे हो भन्ने खालको इमेज क्रिएट नै, एउटा भाष्य नै क्रिएट भएको छ। फेरि कुन बेलामा यस्तो आवश्यकता पर्छ कि जब हामीलाई रियल इन्फर्मेसन चाहिन्छ,
त्यो बेला त कोही न कोही त इन्फर्मेसन दिने सेन्टर त चाहियो अथवा हामीलाई त्यो बुझ्नुपर्ने ठाउँ त चाहियो। त्यो बेला फेरि मान्छे कुद्दै आउँछन्। कस्ता खालका मान्छेहरू आउँछन् अनि त्यो कसरी त्यसलाई चाहिँ ट्याकल गर्नुहुन्छ? जस्तै कन्सल्टेन्सीहरूको विदेश पठाउँछन् यिनीहरू चाहिँ तपाईँको चाहिँ अलिकति मानव तस्करैसम्म पनि भन्न भ्याउँछन् नि, होइन? हामीले हेरि पनि राखेका हुन्छौँ। यो कुराहरूलाई चाहिँ वास्तवमा कन्सल्टेन्सीको अप्रोचबाट तपाईँहरूले चाहिँ कसरी यसलाई एनालाइज गर्नुहुन्छ, कसरी हेर्नुहुन्छ? के हो यो वास्तवमा? अब यो क्रिएट हुने भाष्यलाई चाहिँ रोक्न सकिँदैन, तर हामीलाई चाहिँ के कन्फिडेन्स छ भने जे सही हो त्यही भन्छौँ। अब तपाईँले अघि भने जस्तै अझ एक स्टेप माथि गयो, कन्सल्टेन्सीलाई अहिले चाहिँ झन्डै मेन पावर कम्पनी हो कि अब मेन पावरबाट मानव तस्करसम्मको आरो त्यो कता कता सुनिन्छ। तर त्यसलाई कसरी ट्याकल गर्ने भन्दा यसको सिम्पल उत्तर छ, जे सही हो त्यही बताउने। अनि ओलियन एसोसिएसले सही बताउँछ, बताउँछ, यसमा शङ्कै छैन। जे हो त्यो चाहिँ इन्फर्मेसन क्लियर इन्फर्मेसन दिनु। त्यो क्लियर इन्फर्मेसन पनि विथ रेफरेन्स। इमिग्रेसनको वेबसाइट यो यहाँ हेर्नुहोस्, यहाँ अब कहिले काहीँ आउँछ मेरो त म मेकानिकल इन्जिनियर, मेरो त हुँदैन होला। अघि तपाईँले भने जस्तै सिभिल इन्जिनियरको चाहिँ यो ठिकै छ त, स्किल लिस्टमा हेर्नुहोस्, त्यहाँ सर्ट टर्म स्किल लिस्ट होला, लङ टर्म होला, के होला यो साइडमा यहाँ हेर्नुहोस्। अर्को यहाँ अहिले रिसेन्टली सुनिने कुरा भनेको अस्ट्रेलिया त अहिले गाह्रो छ, भिसा लागेको छैन, प्रोभाबिलिटी कम छ। त्यो इमिग्रेसनकै वेबसाइटमा डाटा छ, सी योरसेल्फ कति पर्सेन्ट भिसा लागिरहेको छ। अब मैले भन्दा 90% भिसा लागिरहेको छ भन्दाखेरि एउटा युके एप्रोच गर्ने कन्सल्टेन्सीले यहाँ अस्ट्रेलियाको त भिसै लागेको छैन, खासै भिसा छैन, युकेको चाहिँ जम्मै भिसा लागिरहेछ भन्न सक्छ। त्यो इज देयर बिजनेस। तर यतिको हामी इन्जिनियरहरू कसले सही भन्यो कसले गलत भन्यो भनेर हामीले पनि छुट्याउनु पर्यो। विथ रिफ्रेन्स दिँदाखेरि त त्यहाँ चाहिँ नि तपाईँहरूले मिसलिड गर्नुभयो भन्ने चाहिँ 1% पनि इन्फर्मेसन चाहिँ मिसलिड गरेको देखिँदैन। विथ रेफरेन्सै हामी यसमा मेरो पनि बुझाइ, जस्तै हामी पनि ओलियन एसोसिएटसँग यो प्रोग्राम गर्ने सिलसिलामा हाम्रो चाहिँ एउटा भेट भयो, कोल्याब भयो त्यो इन्जिनियरको कथा गर्ने बेलामा। अनि मान्छेहरूको क्वेसन आउँछ अनेक, तपाईँहरूले यस्तो गर्नुभयो, प्रमोट नै गर्ने विषयमा पनि अथवा भनौँ एउटा स्पोन्सर एड नै चलाउने विषयमा पनि मान्छेहरूको प्रश्न आउँछ। अनि मैले चाहिँ त्यसलाई इजिली ट्याकल गर्ने गरेको भनेको चाहिँ त्यो इन्फर्मेसन सेन्टर हो। तपाईँ त्यो चाहिँ रजिस्टर एउटा चाहिँ संस्था हो जसले नेपाल सरकारको जे कानुन हो त्यो अनुसार बसेर गरेको छ। त्यसले चाहिँ इन्फर्मेसन दिन्छ, तपाईँलाई चाहिन्छ इन्फर्मेसन लिनुहोस्, त्यो बाटोमा तपाईँलाई जान मन लाग्छ जानुहोस्, तपाईँलाई धकेलेर लग्छ भने त्यसलाई कम्प्लेन गर्नुहोस्, पुलिस छ त्यहाँ गएर कम्प्लेन गर्नु पऱ्यो। यदि तपाईँलाई मिसलिड नै गरिरहेछ भने कम्प्लेन गर्नु पऱ्यो, जे प्रोसेस छ त्यो कानुनी प्रक्रिया गर्नु पऱ्यो। तर हामीसँग चाहिँ उहाँहरूसँगको त्यस्तो नराम्रो जस्तो लाग्दैन। 23 वर्ष कुनै एउटा मान्छे एउटै पेसामा टिकेर बसेको छ भने त्यति सजिलो टिक्न सकिँदैन। म 10-11 वर्ष भयो इन्जिनियरिङ गरेँ, मलाई यो इन्जिनियरिङमा कसरी टिक्नुपर्छ यही नेपालमा बसेर भन्ने कुरा 10-11 वर्षको अनुभवमा जे छ त्यो झन् 23 वर्षसम्म पुग्नलाई एकदमै गाह्रो पर्छ। त्यो भएर मैले चाहिँ त्यसरी बुझाउने गरेको छु। तपाईँहरूले पनि यदि कहिलेकाहीँ त्यस्तो खालको सोच आयो, मिडियामा अनेक खालका कुराहरू हेर्न पाइन्छ, त्यहाँनिर चाहिँ त्यस्तो सोच मात्रै आयो भने पनि हामीले चाहिँ बुझ्नुपर्ने भनेको इन्फर्मेसन हो, हामीलाई चाहिएको इन्फर्मेसन हो। हामी त्यो पाथमा जान्छौँ भने हामीलाई रियल इन्फर्मेसन चाहिएको हो। त्यो बेलामा सपोर्ट कसले गर्छ, कोबाट इन्फर्मेसन सेन्टरको रूपमा हामी लिने भन्ने चाहिँ हाम्रो डिसिजन हो, अरूलाई दोष लाएर चाहिँ भएन। त्यो चाहिँ मेरो बुझाइ है त। अब मैले भवानी सरसँग अलिकति जोड्न खोजेँ, हामी पिआर पाथवेबाटै जाने भनेर साथीहरू कोही कोसिस गरिरहनु भएको छ। यहीँ पनि साथीहरू कोही अनुभवी साथीहरू पनि म देख्छु, अलि उमेर अलि माथि भएको साथीहरू जस्तो लाग्छ। उहाँहरूलाई त्यही खालको चाहिँ इच्छा छ भने आइएल्स अथवा चाहिँ तपाईँको इङ्ग्लिस प्रोफिसियन्सीमा कति जति उहाँहरूले ल्याउनुपर्छ अथवा अनुभवलाई कसरी चाहिँ तपाईँको मार्किङ गरिन्छ
उहाँहरू चाहिँ कसरी पिआर ल्याउने? तपाईँले अघि भन्नुभयो 90 पोइन्ट, मलाई त धेरै थाहा छैन, त्यो कसरी 90 पोइन्ट चाहिँ ल्याउने? सबैभन्दा पहिले इन्जिनियरकैमा फोकस हौँ। ब्याचलर्स इन इन्जिनियर रिकग्नाइज्ड युनिभर्सिटीबाट हुनु पर्यो भनेको नेपालमा अस्ट्रेलियाले त्यो युनिभर्सिटीलाई रिकग्नाइज गर्नु पर्यो। अब यहाँका सबै युनिभर्सिटी मेरो विचारमा चाहिँ रिकग्नाइज छन्। पहिलो इन्जिनियरिङ क्वालिफिकेसन हुनु पर्यो, 45 वर्षभन्दा कम उमेरको हुनु पर्यो, कुनै एकदम कम्प्लेक्स हेल्थ इस्यु नभएको हुनु पर्यो, क्यारेक्टर भनेको यताउता सानोतिनो लपसप गरेको यसो उसो गरेको त्यो क्यारेक्टरलाई मानिँदैन होइन। पुलिसमा चाहिँ क्यारेक्टर क्लियर हुनु, यसो उ गरेर चाहिँ पुलिसले चाहिँ एक रात सुनेर बाहिर पठाएको पनि मानिँदैन, तर चाहिँ नि सब्सटेन्सियल क्रिमिनल रेकर्ड हुनु भएन। दिज आर द बेसिक रिक्वायरमेन्ट। अनि त्यो अकुपेसन स्किल अकुपेसन लिस्ट भनिन्छ। त्यो स्किल अकुपेसन लिस्टमा इन्जिनियर्स आफ्नो रिलेभेन्ट इन्जिनियरिङ मेकानिकल हो कि सिभिल हो कि इलेक्ट्रिकल हो कि त्यो इन्जिनियरिङ चाहिँ त्यहाँ लिस्टेड हुनु पर्यो। दिज आर द बेसिक रिक्वायरमेन्ट। अब त्यस पछाडि त्यति भइसके पछाडि अब हामीले पोइन्ट जोड्नु पर्यो। मेरो पोइन्ट केमा आउँछ, कति कति आउँछ त? एजमा 18 देखि 24 सम्म 25 पोइन्ट आउँछ, 25 देखि 32 सम्म 30 पोइन्ट आउँछ, 33 देखि 39 सम्म 25 पोइन्ट आउँछ, 40 देखि 44 सम्म 15 आउँछ, अनि 44 कटे पछाडि 0 आउँछ। भन्नुको मतलब द्याट इज द 44 भन्दा पछाडि चाहिँ पिआर एप्लाई गर्ने चाहिँ पोसिबिलिटी रहेन। क्वालिफिकेसनमा डक्टरेट गर्दाखेरि 20 पोइन्ट आउँछ, मास्टर्स अथवा ब्याचलर्स गरेको छ भने 15 आउँछ, डिप्लोमा गरेको ट्रेड क्वालिफिकेसन तिनीहरूमा चाहिँ 10 पोइन्ट आउँछ। इङ्ग्लिस ल्याङ्ग्वेजमा सबै इज बेन्ड 8 अथवा इक्विभ्यालेन्ट, आइएल्समा अथवा चाहिँ पिटीमा 79 to 82 भयो भने चाहिँ 20 पोइन्ट आउँछ। द्याट इज द की। आइएल्समा 7 इक्विभ्यालेन्ट आयो भने 10 पोइन्ट आउँछ, 6 इक्विभ्यालेन्ट इन इज बेन्ड आयो भने 0 पोइन्ट आउँछ। स्टिल बेसिक रिक्वायरमेन्ट चाहिँ मिट गर्यो, पोइन्ट चाहिँ 0 आउँछ। इङ्ग्लिसमा सबै बेन्डमा 6 आयो, उसले बेसिक रिक्वायरमेन्ट मिट गर्यो, अरू जोड्दाखेरि पोइन्ट पुग्यो भने स्टिल हि मे बी क्वालिफाइड, होइन भने पोइन्ट चाहिँ उसको 0 आउँछ। अब एक्सपिरियन्सको उसमा 8 वर्ष वा त्योभन्दा बढी यो अफसोरमा भनेको चाहिँ हामी नेपालमा बसेका इन्जिनियर 8 वर्ष 15, 5 वर्षकोलाई 10, 3 वर्षकोलाई 5, द्याट्स इट। तर त्यही मान्छे चाहिँ अस्ट्रेलियामा गएर चाहिँ नि उसले चाहिँ 1 वर्ष काम गरेको छ भने 5 पोइन्ट आउँछ, 3 वर्ष छ भने 10 पोइन्ट आउँछ, 5 वर्ष छ भने 15 आउँछ, 8 वर्ष अथवा त्योभन्दा माथि छ भने 20 आउँछ। कुनै यहाँको एक्सपिरियन्स इन्जिनियर अस्ट्रेलिया गयो, यहाँ 3 वर्ष काम गरेको छ, उहाँ गएर 5 वर्ष काम गर्यो भने चाहिँ उहाँ 5 वर्ष काम गरेको पनि चाहिँ जोडियो अस्ट्रेलियन उसमा, र यहाँ 3 वर्ष गरेको पनि जोडियो। अनि 8 वर्षभन्दा बेसी एक्सपिरियन्स जति गरे पनि पोइन्ट त्यति नै हो। अस्ट्रेलियामा 2 वर्ष पढेको छ रिकग्नाइज कोर्समा, जसले चाहिँ क्वालिफिकेसन दिन्छ, गऱ्यो भने 5 पोइन्ट आउँछ। अनि त्यहाँ चाहिँ सर्टेन अकुपेसन प्रोफेसनल इयर भनेर भन्ने हुन्छ, जेनरली त्यो चाहिँ एकाउन्टिङहरू आइटीहरूमा चाहिँ त्यो चल्छ, त्यो गऱ्यो भने 5 पोइन्ट आउँछ। अनि क्रेडेन्सियल कम्युनिटी ल्याङ्ग्वेज भनेर भन्ने हुन्छ, त्यो भनेको चाहिँ नि ट्रान्सलेटर, इन्टरप्रेटर, हामी नेपाली टु इङ्ग्लिस, इङ्ग्लिस टु नेपाली, इन्टरप्रेटेसनको जाँच त्यहाँ दिन पाइन्छ। त्यो जाँच पास गरियो भने त्यसमा एडिसनल 5 पोइन्ट आउँछ। पार्टनर यदि अनम्यारिड छ, म्यारिड हुनुभन्दा अनम्यारिड हुन फाइदा छ पिआरको लागि। अनम्यारिड छ भने 10 पोइन्ट आउँछ। म्यारिडलाई चाहिँ कम पो हो। म्यारिड छ, अनम्यारिड छ भने 10 पोइन्ट आउँछ। म्यारिड छ तर आफ्नो चाहिँ पार्टनरले जुन अघि मैले बेसिक रिक्वायरमेन्ट भने नि, बेसिक रिक्वायरमेन्ट मिट गर्ने भनेको इङ्ग्लिसमा मिनिमम 6 ल्याउनु पर्यो, एज टु स्किल एसेसमेन्ट हुनु पर्यो। त्यति मिट गर्ने उसको क्वालिफिकेसन पनि चाहिँ स्किल अकुपेसन लिस्टमा हुनु पर्यो, र चाहिँ इङ्ग्लिसमा मिनिमम 6 ल्याउनु पर्यो, र स्किल एसेसमेन्ट पनि भएको छ भने मेरिडै भए पनि 10 को 10। अब पार्टनर ह्याज कम्पिटेन्ट इङ्ग्लिस, अरू चाहिँ केही पनि छैन, मेरिड पनि छ, त्यो बेसिक रिक्वायरमेन्ट पनि मिट गरेन, तर चाहिँ आइएल्समा 6 इक्विभ्यालेन्ट
ल्याएको छ भने 5 पोइन्ट आउँछ। यसरी यी सबै पोइन्ट जोड्दाखेरि 65 पुग्यो भने उसले एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्न पाउँछ। केमा? अब म अलिकति क्याटेगोरीमा गएँ। एउटा इन्डिपेन्डेन्ट क्याटेगोरी भनेर भन्ने छ, स्किल इन्डिपेन्डेन्ट 189 सब क्लास भन्छ, त्यो क्याटेगोरीको कुरो गरेँ मैले, जहाँ चाहिँ जुन भिसा पाइसके पछाडि अस्ट्रेलियाको जुनसुकै ठाउँमा बसेर काम गर्न बस्न पाइयो, स्किल इन्डिपेन्डेन्ट हुन्छ 189। तर त्यस पछाडि अर्को क्याटेगोरीको भिसा भनेको स्किल नोमिनेटेड भिसा भन्छ। स्किल नोमिनेटेड भिसा भनेको चाहिँ नि कुनै स्टेटले त्यो इन्जिनियर चाहिँ जरुरी छ, यसलाई चाहिँ म चाहिन्छ भनेर चाहिँ भनेको स्टेटले स्टेट नोमिनेसन गरौँ, तपाईँहरूलाई नोमिनेसन गर्ने भयो भने हामीले चाहिँ नि स्टेट नोमिनेसन भएको उसमा चाहिँ एडिसनल 5 पोइन्ट पाउँछौँ। त्यस्तै रिजनल स्पोन्सर अथवा चाहिँ नि नोमिनेटेड बाई स्टेट अर टेरिटोरी भयो भने 10 पोइन्ट पाइन्छ। अब यसरी यी सबै पोइन्ट जोड्दाखेरि हुनु के पर्यो भने जम्मा 65 पोइन्ट पुग्नु पर्यो। 65 पोइन्ट पुग्छ। 65 पोइन्ट पुगे पछाडि चाहिँ नै हामीले चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट भनेर भन्ने हाल्न मिल्छ। हाल्ने कि नहाल्ने, 65 ले पिआरको लागि उसले चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्ने र त्यो ठाउँमा त्यो 65 लाई चाहिँ उनीहरूले ल इन्भाइट गरौँ भिसा हाल भनेर भनौँ भने चाहिँ मिनिमम रिक्वायरमेन्ट, मिनिमम पोइन्ट हामीले मिट गऱ्यौँ। अब त्यस पछाडि प्रश्न आयो, अब हामीले गर्नु चाहिँ के पर्छ त भन्दा अब हामीले स्किल एसेसमेन्टतिर जानु पर्यो। 65 पोइन्ट पुग्ने भयो, कम्तीमा स्किल एसेसमेन्ट गर्छु, 65 पोइन्ट पुगेको इओआई हाल्छु। इओआई हाल्दाखेरि चाहिँ इन्डिपेन्डेन्टमा पनि हाल्छु, स्टेट स्पोन्सरमा पनि हाल्छु, रिजनल स्पोन्सरमा पनि हाल्छु, तिनटैमा हाल्छु। हाल्दै गर्छु, यता इङ्ग्लिसको चाहिँ अलिकति बढाउने ट्राई पनि गर्छु, यहाँ बस्दै गर्छु, काम गर्दै गर्छु भन्ने चाहिँ हो भने अब हामीले कता लाग्नु पर्यो? स्किल एसेसमेन्टमा लाग्नु पर्यो। स्किल तपाईँको स्किल एसेसमेन्ट गर्ने प्रोसेस छ। त्यो प्रोसेस भनेको चाहिँ ब्रिफली भनेको त्यसलाई इन्जिनियर्स अस्ट्रेलियाले गर्छ। इन्जिनियर्स अस्ट्रेलियाले चाहिँ स्किल एसेसमेन्ट गर्छ र त्यसमा चाहिँ जेनरली सिडिआर रिपोर्ट भनेर भन्छ। तपाईँले यहाँ काम गरेको वा पढेको प्रोजेक्टको आधारमा तपाईँले रिपोर्ट लेखेर दिनुपर्छ। अरू आइएल्समा चाहिँ 6 इन इज बेन्ड भनेर भन्ने भयो। अरू रिक्वायरमेन्ट सर्टिफिकेटहरू दायाँ बायाँ ती सजिला कुरा भयो। मेन चिज भनेको सिडिआर रिपोर्ट भनेर भन्ने चाहिँ लेख्नुपर्छ। त्यो चाहिँ बेसिकली चाहिँ भनेको इट इज कम्प्रिहेन्सिभ रिपोर्ट। दे प्रोभाइड यु वाट टु राइट, वेयर, हाउ, उनीहरूले चाहिँ बताउँछन् र चाहिँ त्यसमा उनीहरूले त्यो रिपोर्ट मार्फत वाट दे वान्ट टु गेट फ्रम यु इज वेदर यु हेभ रिलेभेन्ट, कम्पिटेन्ट इन रिलेभेन्ट स्किल्स आर नट कम्पेयर टु अस्ट्रेलियन इन्जिनियर भनेर चाहिँ उनीहरूले चाहिँ इच प्रोजेक्टमा चाहिँ गरेका कामहरू, अब तपाईँहरू इन्जिनियर हामीले त त्यति थाहा हुँदैन, के एस्पेक्ट्स हुन्छन् त एउटा इन्जिनियरले चाहिँ एउटा प्रोजेक्ट सिद्ध्याउनका लागि चाहिँ सुरुदेखि लास्टसम्मका सबै इलिमेन्ट्सहरू चाहिँ त्यहाँ चाहिँ इन्क्लुड भएका छ कि छैन भनेर भन्ने हेर्छ। त्यो रिपोर्ट लेखेर चाहिँ हामीले चाहिँ स्किल एसेसमेन्टको लागि एप्लाई गर्छौँ। एप्लाई गरिसके पछाडि उसले त्यो पढ्छ, हेर्छ। एउटा अपर्च्युनिटी उसले के दिन्छ भने ल तेरो चाहिँ यो एरियामा कुरो मिलेन, तैँले चाहिँ 27 कुरो भनेर भन्ने अपर्च्युनिटी दिन्छ। अनि त्यो छुटेको रहेछ भने चाहिँ अनि हामीले चाहिँ थपेर अनि त्यो एप्लिकेसन कम्प्लिट हुन्छ। अब स्किल एसेसमेन्ट पनि आयो, पहिलेमा आएन भनेर भन्नु, स्किल एसेसमेन्ट आएन। स्किल एसेसमेन्ट आएन भने फेरि पनि त्यो लेखेर चाहिँ स्किल एसेसमेन्टको लागि एप्लाई गर्न पाइन्छ। र विचार गर्नुपर्ने कुरो के हो भने यदि त्यो पहिलो स्किल एसेसमेन्ट गर्दाखेरि चाहिँ कुनै फेक डकुमेन्ट दिएको छ भने जतिपटक एप्लाई गरे पनि दिँदैन पहिलो। दोस्रो भनेको यो सिडिआर रिपोर्ट भनेर यसो चाहिँ गुगल उसमा चाहिँ खोजियो भने कति चाहिँ सिडिआर रिपोर्ट लेखाउने मान्छे हुन्छन्। 500, 1000, 1500, 2000 डलरमा सिडिआर रिपोर्ट लेखिदिने हुन्छ होइन। एकदम मस्ती, मलाई त 500 मै लेखिदियो, 700 मै लेखिदियो, 1200 मा लेखिदियो। त्यो काम आफैमा फ्रड हो। यदि त्यसो गरेर चाहिँ उनीहरूले चाहिँ त्यो पत्ता लाएर रिफ्युज गरेको छ भने कहिले पनि जतिपटक एप्लाई गरे पनि त्यो सिडिआर रिपोर्ट सफल हुँदैन। किनभने चाहिँ तपाईँले चाहिँ फ्रडुलेन्ट डकुमेन्ट चाहिँ दिनुभयो, एकपटक रङ गरेको सधैँभरि रङ भनेर मानिन्छ।
अब आयो हाम्रो स्किल एसेसमेन्ट आयो। स्किल एसेसमेन्ट आइसके पछाडि त्यस पछाडिको प्रोसेस भनेको एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्ने। मेरो एज यति छ, मेरो इङ्ग्लिस यस्तो छ, मेरो के अरे त्यो प्रोफेसन यो हो, मेरो एक्सपिरियन्स यति छ भनेर चाहिँ नि हामीले एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्छौँ। हालेर यो हालिगएँ, अब अस्ट्रेलिया पढ्न जान्छु भनेर अस्ट्रेलिया पढ्न जाने बाटो खोजे पनि भयो। होइन यहीँ बस्छु, अब 1 वर्ष पछाडि मेरो 3 वर्ष पुग्छ, अहिले 65 पुगेको थियो, त्यो 0.5 बढ्छ। हिजो चाहिँ नि 6 आएको थियो, 0 पोइन्ट थियो, अब अलिकति मेहनत गर्छु, 7 ल्याउँछु। यसैलाई बढाएर म यहाँ काम पनि गर्दै गर्छु, एक्सपिरियन्स पनि हुँदै जान्छ, इङ्ग्लिस पनि बढाउँदै गर्छु भनेर यहाँ बसेको भयो। त्यो एप्लिकेसनलाई एडिट गर्न मिल्यो त्यसो भने? त्यो एडिसनल एप्लिकेसन चाहिँ के हुन्छ भने आज 24 को छ, एउटा पोइन्ट छ भने भोलि 25 को भएर पोइन्ट चेन्ज हुन्छ भने त्यो पोइन्ट चेन्ज भयो होइन। आज चाहिँ नै मेरो चाहिँ इङ्ग्लिसमा 6 मात्रै आएको छ, भोलि 7 भयो भने त्यसलाई चाहिँ अपडेट गर्ने, 7 भयो भनेर चाहिँ भन्ने होइन। आज एक्सपिरियन्स चाहिँ 0 छ अथवा 2 वर्ष 8 महिना मात्रै छ, जहिले एक्सपिरियन्स चाहिँ 3 वर्ष पुग्छ त्यो एक्सपिरियन्स चाहिँ त्यहाँ एडिट गर्ने, अपडेट गर्ने होइन। र त्यो एक्सप्रेसन अफ इन्ट्रेस्ट हालिसके पछाडि चाहिँ नि अनि त्यस पछाडिको प्रोसेसलाई इन्भिटेसन भन्छ। अहिले एउटा माइग्रेसन एजेन्टले, म चाहिँ 23 वर्षदेखिको माइग्रेसन एजेन्ट, मैले यो मेरो पिआर हुन्छ कि हुँदैन सर भनेर भन्यो भने हेर्दाखेरि त 90 पोइन्ट पुग्यो, तर ग्यारेन्टी हुने सम्भावना बेसी छ भन्छु भने 90 पोइन्ट पुग्यो, 70 पुग्यो भने हुन पनि सक्छ, कुनै रिजनमा लिन पनि सक्छ, तर चाहिँ हुने सम्भावना मिडल छ भन्छ। हामीले एकदम प्रेसाइज उत्तरै दिन सक्ने चाहिँ नै गरी चाहिँ बनाएको छैन क्या, उनीहरूले चाहिँ यस्तो कम्प्लेक्स बनाइदिएको छ कि माइग्रेसन एजेन्टले पनि एन्सर दिन सक्दैन, तर पोसिबिलिटी हाई अर लो, तर देयर इज नो ग्यारेन्टी। अब त्यस पछाडि उनीहरूले इन्भिटेसन दिन्छ। इन्भिटेसन कसरी दिन्छ भनेर भन्दा हरेक महिना प्रत्येक प्रोफेसनको लागि चाहिँ नै सर्टेन एप्लिकेन्टलाई चाहिँ नै एप्लिकेसन हाल भनेर चाहिँ नै उनीहरूले चाहिँ नै रिक्वेस्ट पठाउँछ, त्यसलाई इन्भिटेसन भन्छ। अनि त्यो उनीहरूको पुलमा त, उनीहरूको लिस्टमा त 90 पोइन्ट भएका पनि छन्, 95 पोइन्ट भएका पनि छन्, 80 भएका पनि छन्, 70 भएका पनि छन्, 65 भएका पनि छन्। सबैभन्दा माथिको स्कोरबाट थाल्छ, माथिको सबैभन्दा पहिलो भनेको माथि। उनीहरू 10 जना चाहिएको छ, 10 जनाको स्कोर चाहिँ 90 मै सिद्धियो भने त्यही 90 पोइन्ट भएकासम्मलाई मात्रै तानो, अरूलाई तानेन। अनि अर्को महिना चाहिँ कतिजना हो, 50 जना चाहियो, तर त्यतिखेर चाहिँ 70 को पनि आउन सक्छ, कहिले 90 को पनि आउन सक्छ, कहिले 70 को पनि आउन सक्छ। उनीहरूको त्यो मार्केट डिमान्ड अनुसार चाहिँ नि र परेका एप्लिकेसन्सको चाहिँ नि कम्पिटेटिभनेस उनीहरूको चाहिँ पोइन्टको आधारमा चाहिँ नि उनीहरूले चुज गर्छ। चुज गरेर इन्भिटेसन पठाउँछ। इन्भिटेसन पठाइसके पछाडि उनीहरूले 28 दिनको टाइम दिन्छ भिसा लज गर्न। 28 दिनभित्रमा चाहिँ भिसा लज गरियो र हामीले प्रोभाइड गरेको इन्फर्मेसन सबै करेक्ट छ, कम्प्लिट छ एट द टाइम अफ इन्भिटेसन, त्यो छ भने यु क्यान लज द एप्लिकेसन एन्ड भिसा पाउ। अब त्यतिखेर चाहिँ हामीले चाहिँ भन्न सक्छौँ भिसा पाउने पोसिबिलिटी के छ भन्दा उनीहरूले गल्ती गरेनन् भने 100% ठिक छ। उनीहरूले गल्ती गरेनन् भनी र यो बिचमा तिम्रो चाहिँ हेल्थको सिचुएसन बिग्रेको छैन भने अथवा कुनै क्रिमिनल चाहिँ अफेन्स गरेको छैन भने एकदम अत्यन्त हाई छ, अनलेस दे मेक द मिस्टेक भन्छौँ हामीले। त्यस पछाडि चाहिँ अब अनि त्यस पछाडि कति लाग्छ त्यो चाहिँ एप्लिकेसन्सको कति छ, त्यतिखेर चाहिँ एप्लिकेसन्सको सङ्ख्या हाई भोल्युम भएको बेला चाहिँ अलिक लामो समय लाग्छ। त्यो चाहिँ उनीहरूले कस्तो भिसाको प्रोसेसिङ टाइम कति बेला चाहिँ अपडेट गरिरहेको छ, त्यो रेगुलर लाइभ अपडेट हुन्छ, त्यसअनुसार चाहिँ हुन्छ। लास्टमा उनीहरूले चाहिँ नि त्यो एप्लिकेसन्स 1 वर्षभन्दा बेसी ढिलो बेसी भएको छ भने फेरि एकपल्ट मेडिकल माग्छ, फेरि नयाँ पुलिस रिपोर्ट माग्छ, अनि त्यस पछाडि डिसिजन गर्छ। एकदम तपाईँले कुरा पुऱ्याउनु भयो, समयको हिसाबले पनि कुरा पुऱ्याउनु भयो, पैसाको हिसाबले अलिकति छुटो कति पैसा लाग्छ लगभग टोटलमा? होइन प्रोसेस वाइज होला नि त, एप्लाई गर्दा कति लाग्ने, के गर्दा कति? अब के छ भनेर भन्दाखेरि इन्जिनियर्सको एप्लिकेसन्स फी यो त्यहाँ पनि चाहिँ फास्ट प्रोसेस अथवा चाहिँ स्लो प्रोसेसको चाहिँ नै कुरो हुन्छ। अब जेनेरली चाहिँ नि 1000 देखि 1500 सम्म उनीहरूलाई तिर्ने एप्लिकेसन फी स्किल एसेसमेन्टको मात्रै पहिलो। अब यहाँ मैले एउटा कुरो छुट्याएँ, नो राइट टु। अब स्किल एसेसमेन्ट कसरी गर्नु पर्यो भने भएन भने पनि मैले स्किल एसेसमेन्ट गरेर राखेँ,
यो कुनै न कुनै दिन काम लाग्छ भनेर गर्नु पर्यो। त्यो स्किल एसेसमेन्ट गर्दा सबैभन्दा ठुलो रिस्क कहाँ छ? पैसाको रिस्क स्किल एसेसमेन्टमा छ। त्यसका दुईटा कस्ट इन्भल्भ हुने भए 12-1400 एप्लिकेसन फी अनि प्रोफेसनल फी होइन। हामीले चाहिँ नि त्यो स्टुडेन्ट त्यो एप्लिकेन्टको प्रोफाइल र त्यो एप्लिकेन्टको चाहिँ कम्पिटेन्सी हेरिकन 1500 देखि 2000 यदि प्रोफेसनल लाउने भने, प्रोफेसनल नलाउने भने चाहिँ हाम्रो $1500 गयो। यदि प्रोफेसनल लाउने भने झन् झन् $3000 को चाहिँ इन्भेस्टमेन्ट भयो त्यहाँ। त्यो अप्सन छ, प्रोफेसनल लाउनै पर्छ भन्ने चाहिँ छैन, तर आफूलाई चाहिँ त्यो खालको ट्र्याक अथवा भनौँ न हामीलाई चाहिँ त्यो ट्युसन पढे जस्तो ट्युसन चाहिन्छ भने नै पढ्ने हो, न चाहिँदैन भने त आफै पढ्छ। आफै गरे पनि हुन्छ, प्रोफेसनल लाए पनि हुन्छ। आफै गर्दाखेरि अब इन्जिनियर जतिका चाहिँ ट्यालेन्टेड मान्छेले चाहिँ सबै थोक इन्फर्मेसन चाहिँ वेबसाइटबाट चाहिँ त्यो गरिसके पछाडि त्यहाँ आउँछ। अब हामीलाई लगाउँदाखेरि पनि त्यो लेख्ने आफूले चाहिँ सिडिआर लेख्ने आफैले हो। हामीले चाहिँ एक्सपिरियन्सको आधारमा हामीले 2-4 सय इन्जिनियरको गरेको छ, उसको चाहिँ यहाँनिर चाहिँ मिलेन होला, यहाँनिर चाहिँ मिल्यो होला, यो चाहिँ भएन, यो चाहिँ डकुमेन्ट पुगेन, यो भनेर चाहिँ भन्ने चाहिँ त्यो झन्झटबाट चाहिँ नै प्रोफेसनल त्यो जे पनि भिसै एप्लिकेसन पनि आफै गर्न सकिन्छ, नसकिने होइन। तर चाहिँ मोर सेफ भनेको चाहिँ एजेन्टहरू लगाउँदाखेरि चाहिँ मोर सेफ हुन्छ। अब त्यहाँ चाहिँ त्यो $3000 एप्रोक्सिमेटली $3000 बराबरको चाहिँ नै 2500 देखि 3000 सम्मको चाहिँ नै कस्ट त्यो स्किल एसेसमेन्टमा इन्क्लुड हुन्छ होइन। अनि त्यस पछाडि भनेको चाहिँ नि भिसा एप्लिकेसन फी भनेको त समय समयमा चेन्ज हुन्छ। यहाँ मैले पनि हेर्नुपर्छ, त्यो लगभग चाहिँ नि 6000 को हाराहारीमा चाहिँ नि, अनि बच्चा छन् श्रीमती छन् भने एडिसनल भिसा एप्लिकेसन फी लाग्छ र लगभग चाहिँ नि 10,000 को हाराहारीमा चाहिँ नि $10,000 को हाराहारीमा प्रेसाइसली अब जो साथीहरू चाहिँ एकदम इन्ट्रेस्टेड चाहिँ त्यसमा जानु हुनुहुन्छ, म चाहिँ नि त्यो चाहिँ हामी भिन्दै चाहिँ नि पठाउँदा त्यो हाराहारीमा चाहिँ नि हाम्रो चाहिँ यता माइग्रेसनको हुन्छ। तर अब त्यहाँनिर स्किल एसेसमेन्ट गरिसके पछाडि एक्सप्रेसन अफ इन्ट्रेस्ट भनेर भन्नेमा एप्लिकेसनको लागि पैसा लाग्दैन होइन। त्यो एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्न सानो एमाउन्ट चाहिँ नै लाग्छ, प्रोफेसनली यदि प्रोफेसनल लाएर हाल्ने भने, होइन भने त्यहाँ लाग्दैन। त्यस पछाडि भनेको इन्भिटेसन आयो अनि चाहिँ एप्लिकेसन फी प्रोफेसनल फी खर्च हुने भयो, होइन भने चाहिँ त्यो बिचमा चाहिँ पैसा लागेन, युआई हाल्न मात्रै लागेन। अब युआई हाल्दाखेरि चाहिँ आफै हाल्ने कि प्रोफेसनल लगाउने भनेर भन्दा, प्रोफेसनल लगाउँदाखेरिको फाइदा भनेको कहाँ के हुँदैछ उसलाई थाहा हुन्छ, कुन स्टेटमा के हुँदैछ, कुन स्टेटमा कुन रिजनमा के हुँदैछ, कुन रिजनमा कतिको इन्भिटेसन आयो, त्यो एप्लिकेसन चाहिँ कुन रिजनमा चाहिँ फोकस गर्ने भनेर भन्ने चाहिँ नै एक्सपर्टिज चाहिँ नै त्यो सम्बन्धित प्रोफेसनललाई बढी हुने भएको हुनाले प्रोफेसनल युज गर्नु बेटर छ। फेरि पनि आफै त्यसमा चाहिँ एकदम अप टु डेट भइराख्ने भने चाहिँ त्यहाँ पनि प्रोफेसनल लाउनु जरुरी छैन। क्लियर, यतिसम्म भएपछि क्लियर नै भयो जस्तो लाग्छ। यो बाटो तय गर्नको लागि कसैलाई इन्ट्रेस्ट छ भने चाहिँ आफै गर्न पनि सकियो अथवा प्रोफेसनल हायर गर्न पनि सकियो। हामीले यो कुरालाई चाहिँ जेमा रिलेट गर्दा पनि हुन्छ। हामीले ट्युसन पढेकोसँग मैले जे रिलेट गरेँ, यदि आफै पढ्न सकिन्छ भने ब्याचलर मास्टर जे पढ्दा पनि गएर एक्जाम दिए भयो, होइन भने ट्युसन सेन्टरमा जाने, कहीँ जाने, तपाईँ टिचरलाई होम ट्युसन लिने, जे गर्दा नि त्यसरी पनि सक्यो। मैले 1 मिनट मैले रोकेँ। यो स्किल एसेसमेन्टको फीहरू इफ यु आर इन्ट्रेस्टेड टु नो होइन, हाम्रो गौतम सरलाई चाहिँ नै सम्पर्क गरियो भने चाहिँ उहाँले यो सबै हामीसँग छ, त्यो फास्ट प्रोसेसिङको के, यो के, रिभ्यू सहितको के, एक्सपिरियन्स सहितको के भनेर भन्ने विभिन्न क्याटेगोरी भएको हुनाले त्यो मैले अघि चाहिँ प्रिसाइसली ठ्याक्कै त्यो बताउँदाखेरि चाहिँ त्यो मिसलिडिङ हुने भएकोले चाहिँ त्यो यदि इफ यु आर इन्ट्रेस्टेड कन्ट्याक्ट गौतम सर एन्ड यु विल लेट यु नो। मैले सुदर्शन सरलाई चाहिँ अब एउटा प्रश्न राखेँ। अब स्टुडेन्टहरूको हकमा, इन्जिनियरहरूको हकमा चाहिँ मास्टर्स पढ्न जाने विद्यार्थीहरू चाहिँ मोस्ट प्रोबेबल धेरैको चाहिँ भिसा लाग्छ नै भन्ने कुरा आयो। त्यही पनि इजिली अथवा राम्रै युनिभर्सिटीमा भनेकै टाइमभित्र लाग्नका लागि चाहिँ कस्ता खालका फाइनेन्सियल नै बढी इम्पोर्टेन्ट हुन्छ भन्छन् नि, एकाडेमिकलाई बढी फोकस गर्दैनन्। अस्ट्रेलियाको केसमा फाइनेन्सियल चाहिँ यदि स्ट्रङ छ तपाईँको भने चाहिँ भिसा लाग्ने चान्स हाई हुन्छ। फाइनेन्सियल डकुमेन्टहरू भनेको त्यही ट्याक्सहरूको कुरा भन्ने कुरा सुनिन्छ बाहिर, रियालिटी चाहिँ के हो, कस्ता खालका स्टुडेन्टहरूको चाहिँ भिसा इजिली लागेको तपाईँको अनुभवमा? यो
भिसा भनेको चाहिँ सबै एलिमेन्टको कम्बिनेसन हो। त्यो एकाडेमिक, इङ्ग्लिस, फाइनेन्सियल, क्याप आदि इत्यादि जे एलिमेन्ट आउँछ। अब यो इजिली भिसा लाग्ने मा चाहिँ फाइनेन्सियल हेर्दैन त अथवा एकाडेमिक हेर्दैन त। अब एकाडेमिक रिक्वायरमेन्ट त युनिभर्सिटी स्पेसिफिक मिट गर्नु परिहाल्यो। एउटा युनिभर्सिटीले 3 GPA मात्रै लिन्छु भन्ला, अर्कोले म 2.4 पनि लिन्छु भन्ला। तर यी दुईटैको भिसा प्रोबेबिलिटी मलाई सोध्नुहुन्छ भने उत्तिकै छ। अब यसले के देख्यो, एकाडेमिक चाहिँ हेर्दो रहन्छ, त्यो युनिभर्सिटी स्पेसिफिक कुरा भयो। अब फाइनेन्सियल कुरा, इच युनिभर्सिटीको फाइनेन्सियल मिट गर्नुपर्छ भनेको युनिभर्सिटीले सेट आउट गरेको फाइनेन्सियल मिट गर्नुपर्छ। फाइनेन्सियल पनि हेरियो। अब कहिलेकाहीँ चाहिँ यहाँ के देखिन्छ भने फलानाको चाहिँ यसको इन्कम यति थोरै थियो, अर्काको इन्कम चाहिँ यति धेरै थियो। इन्कम धेरै हुनेको चाहिँ लागेन, इन्कम कम हुनेको लाग्यो। अब इट्स अ सिचुएसन। कहिलेकाहीँ यो भोल्युम अफ एप्लिकेसन एउटै युनिभर्सिटीमा धेरै गयो भने चाहिँ इमिग्रेसनले चाहिँ अलिक बढी टाइट गरिदिन सक्ने सम्भावना देखिन्छ। यो चाहिँ मेरो अनुभव। त्यही भएर यो के हेरेर भिसा दिन्छ भने सबै थोक हेरेरै त्यो भिसाको आउटकम आउने हो। तर अब जब सिचुएसन अलि खुल्यो अरे, अलि भिसा दिन थाल्यो अरे भन्ने जुन आवाजहरू सुनिन्छ, अब त्यतिखेर भनेको उनीहरूलाई चाहियो भने, अब यसलाई जिस्टमा भन्ने हो भने उनीहरूलाई मान्छे चाहिएको छ भने केही पनि हेर्दैन। त्यसको इङ्ग्लिस पनि हेर्दैन, त्यसको फाइनेन्सियल पनि हेर्दैन। अब कति हामी चाहिँ यसलाई यसरी पनि भनौँ, अघिकै कुरालाई म थोरै जोड्छु। त्यहाँ अलि नराम्रा युनिभर्सिटी र राम्रा युनिभर्सिटीको कुरा आएको थियो। ग्रुप 8 युनिभर्सिटीभित्र पर्ने युनिभर्सिटीमा अप्लाई गर्दाखेरि अलमोस्ट त्यहाँ चाहिँ एकै दिनमा अटो भिसा आएको छ। अब के हेऱ्यो त, के पनि हेऱ्यो, त्यो कन्फर्मेसन अफ इनरोलमेन्ट मात्रै हेऱ्यो, अरू खास हेरेको म देख्दिनँ। बाँकी ऱ्याङ्किङको युनिभर्सिटीको लेभलको कुरा अलि लेभल 1, लेभल 2, लेभल 3 भन्ने 6 मन्थमा चेन्ज हुन्छन् ती लेभलहरू। त्यही भएर यो युनिभर्सिटी राम्रो, यो नराम्रो भन्ने होइन। अब ग्रुप 8लाई अस्ट्रेलियाले अलि राम्रो भनेर त्यो ग्रुपभित्र राखेको छ। त्यही भएर के हेरेर दिन्छ भन्दा सबै कुराको कम्बिनेसन हो। र अर्को भनेको इज्जत। हामीले धेरै नै कुराहरू चाहिँ समेट्यौँ जस्तो लाग्छ। मसँग भएका प्रश्नहरू चाहिँ यति नै थिए। म फेरि त्यो पाथमा पनि नभएको हुनाले गर्दा मैले धेरैजना इन्जिनियरहरूको प्रतिनिधित्व गरेर यो क्वेसन सोधेँ। अब हामी अडियन्सहरूलाई नै एकचोटि चाहिँ फ्लोर ओपन गर्छौँ। तपाईँहरूको दिमागमा अथवा तपाईँहरूलाई केही लागेको छ, कुनै प्रश्न छ भने तपाईँहरूले हात उठाइदिनु होला। हामी त्यही अनुसारमा तपाईँहरूको चाहिँ क्वेसन लिन्छौँ। यो चाहिँ हामी 15 मिनट जति तपाईँहरूसँग डिस्कसन गर्छौँ। तपाईँहरूको क्वेसन एन्सरको लागि हामी 4-5 वटा क्वेसन चाहिँ हामी लिन्छौँ। त्यसपछि चाहिँ छोटो कन्भर्सेसन पश्चात हाम्रो यो सेसन इन्ड हुन्छ। तपाईँहरू कसैलाई केही सोध्न इन्ट्रेस्ट छ भने माइक दिनुहोस् त। सरले अघि त्यो जुन इन्जिनियर्स अस्ट्रेलियाबाट एक्रिडेटेड कोर्सहरू हुनुपर्छ भन्नुभयो नि, मैले आफैले रिसर्च गर्दाखेरि कुनै कोर्स चाहिँ प्रोभिजनल एक्रिडेसन हुन्छ। अब त्यो कोर्समा चाहिँ जाने कि नजाने, जस्तै अब सर्टेन अब काउन्सिलिङकै थ्रुबाट थाहा पाएको कुनै युनिभर्सिटी आफैले रिसर्च गर्दाखेरि चाहिँ त्यो कोर्स चाहिँ सर्टेन 2023मा चाहिँ प्रोभिजनल एक्रिडेसन भयो। त्यसको वर्क फोर्स चाहिँ मार्केटमा गएपछि मात्र हामीले फुल एक्रिडेसन पाउँछौँ भनेर भनेको छ। त्यो चाहिँ 2025मा। अब मैले अप्लाई गरेर गएँ, म त त्यहाँ त स्टुडेन्ट हुन्छु 2 वर्षको लागि। त्यो पढिसकेपछि उसले फुल एक्रिडेसन पाउँछ भन्ने हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ मैले बुझेँ। नो ग्यारेन्टी होइन, किनभने त्यो प्रोभिजनल के, वाट आर द कन्डिसन्स भन्ने कुरो इट इज नट इन योर कन्ट्रोल। त्यो इन्स्टिट्युसनले मोरलेस उसले यहाँबाट चाहिँ गर्दाखेरि 2 वर्ष पछाडि प्रोभिजन यो चाहिँ नि एक्रेडिटेड भइहाल्छ भनेर उसले लान्छ। हाम्रो अस्ट्रेलियामा के केस भएको थियो भने एआइबिटी काण्ड, नर्सिङ पढ्न गए, उनीहरूको पनि प्रोभिजनल चाहिँ नि कन्डिसनल चाहिँ नि त्यो थियो। त्यो कन्डिसन चाहिँ उनीहरूले मिट गर्नु पर्थ्यो। यहाँबाट चाहिँ सबजना चाहिँ एआइबिटी भनेर भन्ने ठाउँमा चाहिँ नर्सिङ पढ्न गए व्यापक
डिप्लोमा इन नर्सिङ पढ्नु, त्यसलाई चाहिँ नि इन्डोर नर्समा चाहिँ नि हुन्छ भनेर चाहिँ नि पहिले लगेँ। अब त्यो भएन, नगइसके पछाडि ठुलो एउटा हङ्गामा अस्ट्रेलियामा पनि भएको विशाल हङ्गामा भएको थियो। त्यसैले त्यो चाहिँ आफ्नै रिक्स जाने हो, त्यो भएन भने पनि भएन, भयो भने भयो। अब गर्ला नि त भनेर भन्दाखेरि कस्तो संस्था हो, कुन लेभलको चाहिँ नि युनिभर्सिटी हो कि अथवा चाहिँ त्यो चाहिँ प्राइभेट प्रोभाइडर हो कि होइन, जस्तो कन्डिसन चाहिँ नि उनीहरूको युनिभर्सिटीबाट पास आउट भएका 80% विद्यार्थीले चाहिँ जागिर पाएको हुनुपर्छ भनेर भन्ने त्यो भनेको त हाम्रो कन्ट्रीमा भएन। त्यसैले चाहिँ आई सजेस्ट त्यस्तोमा चाहिँ नि जानुभन्दा हामीसँग अरू अप्सन्स अलरेडी चाहिँ अप्सन्स हुन्छन्, फुल एक्रेडिटेडमा जानु चाहिँ बेटर हुन्छ भन्ने मेरो चाहिँ सजेसन। यहाँ अब पढाइका कुरा पनि भए, पढ्न जाने कुरो पनि भयो। म माइग्रेसन एजेन्ट, मेरो नाम चाहिँ भवानी ओली, 29 वर्षदेखि अस्ट्रेलियामा छु। म नेपालमा म पनि फिजिक्सकै विद्यार्थी हुँ, इन्जिनियर्सहरू सबै फिजिक्सको विद्यार्थी। म ब्याचलर्स इन फिजिक्स, मास्टर्स इन फिजिक्स गरेर युनिभर्सिटी पढाउँथेँ जानुभन्दा अगाडि कीर्तिपुर क्याम्पस। त्यस पछाडि अस्ट्रेलिया गएर चाहिँ मास्टर्स इन एकाउन्टिङ एन्ड फाइनेन्स गरेँ, माइग्रेसन ल गरेर 2002देखि चाहिँ यो सुरु गरेँ। भोलि माइग्रेसनसँग सम्बन्धित कुनै खाले प्रश्नहरू, कुनै खाले इस्युजहरू, केही क्लियरिफिकेसन गर्ने चिजहरू छन् भने चाहिँ हाम्रो गौतम चिरेल सर, यो अहिले कम्युनिकेसन्स चाहिँ नि भनेको गौतम चिरेल सर, उहाँले चाहिँ थ्याङ्क यू इमेल पठाउनु होला, उहाँसँग सम्पर्क गर्नु होला। अब पढ्न जाने कुरो भयो भने ओली एन्ड एसोसिएट्सको नेपालको हेड सुदर्शन सर उहाँ हुनुहुन्छ। 23 वर्षदेखि एकदम हाम्रो रेपुटेसन, इन्टिग्रिटी, प्रोफेसनलिजम मेन्टेन गरेर चाहिँ नि नाम पनि ओली नै राखेको छ, आफ्नो जातसँग चाहिँ नि कुलसँग चाहिँ सम्बन्धित भएर चाहिँ काम गर्दैछु र यु विल नट गो रङ भन्दै मैले मेरो साइडको चाहिँ कुरो अन्त्य गरेँ। तपाईँहरू सम्पूर्णलाई यहाँ यो कार्यक्रममा उपस्थित हुन आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। सुदर्शन सरलाई पनि धेरै धेरै धन्यवाद आफ्नो कुरा राखिदिनु भएकोमा। भवानी सरलाई पनि अस्ट्रेलियाबाट आउनु भएर छोटो समयमा हामीले यो प्रोग्राम सेट गर्न उहाँले दिनुभएको समयको लागि पनि धेरै धेरै धन्यवाद भन्दै आजको यो प्रोग्राम यहीँ इन्ड गर्छौँ।